हेलो एभ्रिवान, यदि तपाईँले पनि पाल्पा सिमेन्टको आइपिओ भर्नुभएको थियो र आइपिओ रिजल्ट कहिले आउँछ भनेर प्रतीक्षामा हुनुहुन्छ भने आजको यस भिडियोमा हामी कुरा गर्नेछौँ कम्पनीको कुल सेयर निष्कासन कति रहेको थियो, कतिजनाले आवेदन दिएका थिए, कतिजनालाई पर्नेछ, आइपिओ पर्ने चान्स कति रहेको छ र रिजल्ट कहिले आउँदैछ। एक्ज्याक्ट मितिसहित स्पष्ट जानकारी दिन गइरहेको छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला र साथीहरू, यदि हजुरहरू पनि यस्तै आइपिओ, एफपिओ, शेयर बजार रिलेटेड नयाँ नयाँ अपडेटहरू चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गरिदिनु होला। आउनुहोस् ढिला नगरी आजको टपिकमा कुरा गरौँ। कम्पनीले फागुन 12 गतेदेखि फागुन 15 गतेसम्म सर्वसाधारणको लागि 45 करोड रुपियाँ बराबरको 45 लाख किता सेयर खुलाएको थियो र आइपिओ एप्लाई धेरैले गर्नुभएको थियो। यस आइपिओमा 25,15,686 जना लगानीकर्ताले आवेदन दिनुभएको थियो। यस कम्पनीको आइपिओमा 4,50,000 जनालाई 10 किता पाउने सम्भावना रहेको छ भने बाँकी रहेको 20,65,686 जनाको हात खाली हुनेछ। अब आइपिओ पर्ने चान्स हेर्दाखेरि पाल्पा सिमेन्ट इन्डस्ट्री लिमिटेडको आइपिओमा कुल 25,15,686 जनाले आवेदन दिएका हुँदा उपलब्ध सेयर अनुसार 4,50,000 जनालाई मात्र 10 किताको दरले सेयर पर्नेछ र यदि हामीले क्यालकुलेसन गर्ने हो भने सेयर पाउने संख्यालाई टोटल सेयर एप्लाई गर्ने संख्याले भाग गरेर प्रतिशत निकाल्दा करिब 17.88 झन्डै 18% चान्स रहेको छ। यसको अर्थ 100 जना एप्लाई गर्ने मध्ये करिब 17 देखि 18 जनालाई मात्र आइपिओ पर्ने सम्भावना रहेको छ। त्यसैले यो आइपिओ पनि ओभर सब्सक्राइब भएको कारणले आइपिओ पर्ने सम्भावना हल्का कम नै रहेको छ। तर केही बढी संख्यामा सेयर निष्कासन गरेको हुँदा गएका अन्य कम्पनीहरूको भन्दा चाहिँ अलि बढी चान्स रहेको देखिन्छ। आइपिओ पर्नका लागि हजुरको लकले पनि साथ दिनुपर्छ। र अब कुरा गरौँ आइपिओ को रिजल्ट डेट बारे। पाल्पा सिमेन्ट इन्डस्ट्रीले सर्वसाधारणको लागि नेभिल इन्भेस्टमेन्ट ब्याङ्कले दिएको अपडेट अनुसार यो आइपिओ चाहिँ फागुन 28 गते बिहीबारको दिन बाँडफाँड गर्ने तयारी भइरहेको छ। यस्तै खाले एफपिओ, आइपिओ र सेयर मार्केट रिलेटेडसँग भिडियो हेर्न चाहनुहुन्छ भने भिडियोलाई लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। थ्याङ्क यू।